आयो है साथीहरु ड्राइभिङ ब्लग फेरि आज हिउँ पर्दैछ साथीहरु गाडीको सिसा पुछि हेर्छु है त कस्तो रहेछ ट्वाक ल यति नै हो यहाँ भन्दा उज्यालो छैन है साथीहरु आज उज्यालो भन्ने चाहिँ तपाईले देख्न पाउनुहुन्न त्यति के गर्नु यस्तो छ हो आजको भिडियोको तुफान आउने रहेछ त घाँट्यो च्या आजको भिडियो चाहिँ यस्तो यहाँ पनि यसरी हिउँ पर्छ र भने जस्तो भयो है यसरी हिउँ पर्छ खै त अनि केही देखिँदैन नि त हैन हो केही देखिँदैन गाँठ्यो ल भुइँमा चाहिँ रोडमा चाहिँ हिउँ पग्लिरहेछ पानी र के भन्छ हिउँ आइरहेछ साथीहरु अब यहाँ अलिकति तातो लगाएर अलिकति यसलाई क्लियरमा ल्याउँ भन्ने खोजिरहेछु कतिको क्लियर आउँछ हेरौँ तातो लगाइसकेपछि गाडीभित्र पनि चिसो र तातोको दुवालो मिसिएर यस्तो भएको हो हेर्नु केही पनि देख्दैन गाह्रो छ नि हो यस्तो छ है साथीहरु टनाटन हो यहाँ सबै मधुरो न मधुरो छ है जति चाहिँ यसलाई चाहिँ उज्यालो बनाए पनि उज्यालो चाहिँ हुन्न जति उज्यालो बनाउनु खोजे पनि भएको जस्तो छैन उज्यालो मोबाइलमा धेरै लाइट लगाएर भिडियो गर्दा पनि त्यति साह्रो उज्यालो आएन आज विषय म काम गर्ने या नगर्ने को बारेमा बोल्नु पर्यो काम गर्ने गरे भने के हुन्छ गरेन भने के हुन्छ है काम गरियो भने के हुन्छ नगरियो के हुन्छ अथवा नगर्नेले कसरी गर्छन् काम गर्नेले कसरी गर्छन् काम यसमा पनि त्यो कुरो नै आयो जस्तै कि कति भिड भयो यहाँ ट्राफिकै भिड भयो यार बोल्न पनि कन्फ्युज बनाउने खालको ट्राफिक भयो यार अब एउटा कुरो भनौँ काम गर्दा के हुन्छ नगर्दा के हुन्छ अथवा काम सिधा रूपले गरियो भने के हुन्छ अथवा चाहिँ काम लुकीछिपी ढिला रूपले गर्दा के हुन्छ यस विषयको कुरा हो कसलाई घाटा हुन्छ कसलाई नाफा हुन्छ कति साथीहरु काम गर्नुहुन्छ अर्काको लागि कति साथीहरु काम गर्नुहुन्छ आफ्नो लागि के भिन्नता छ त काम गर्यो भने के हुन्छ नगर्दा के हुन्छ भन्नेमै आउँछ यो आफ्नो लागि काम गर्दा के हुन्छ अर्काको लागि काम गर्दा के हुन्छ पाउनाकोसँग सरोकार तपाईहरुलाई पाउनाकोसँग सरोकार छ भने आफ्नोको लागि गर्नुहुन्छ आफ्नो लागि गर्नुहुन्छ हैन केही पाउँछु अनि त्यहाँदेखि भनेर तर पाउनको लागि के चाहिँ गर्नुपर्छ त अर्काको लागि गर्नु पर्दैन र
अनि अर्काको गरिदिँदाखेरि तपाईँले के पाउनुहुन्छ? काम गर्दा के पाउनुहुन्छ? त्यो कुरो आयो। आफूले खोजेको मिल्छ, आफूले दिए पछाडि मात्रै मिल्छ। तपाईँले केही दिनुहुन्छ कसैलाई, त्यस पछाडि मात्रै केही तपाईँले पाउनुहुन्छ। काम गर्दा त्यही पाइन्छ। के पाइन्छ? के साह्रो ट्राफिकै जाम भयो त। कुरो त्यो हो। अब कति साथीहरूले काम गर्नुहुन्छ पाउनका लागि, अनि कति साथीहरूले चाहिँ त्यो मौकै दिनुहुन्न, अरूलाई चाहिँ काम गर्ने मौकै दिनुहुन्न। त्यो भएर उहाँहरूले पाउनुहुन्न। तपाईँले पाउनुहुन्छ। तपाईँको मनमा त्यस्तो लाग्छ मैले पाएँ जस्तो लाग्छ, तर तपाईँले जब अर्काको लागि काम गर्नुहुन्न तपाईँले केही पनि पाउनुहुन्न, केही पाइँदैन। याद गर्नु होला, तपाईँले केही लिनु छ भने केही दिनै पर्छ। जस्तै एउटा सामान किन्नु छ भने पैसा दिएर त किनिन्छ। तपाईँले केही दिनु पर्यो त्यो, अनि त्यो सामानवालाले तपाईँलाई केही दिन्छ। तपाईँले मन पराएको चिज अथवा तपाईँलाई चाहिएको चिज तपाईँले केही दिनुहुन्छ, अनि त्यहाँदेखि उसले दिन्छ। भने लिनु मात्रै छ भने त गएर भकाभक त्यो दोकानको अथवा चाहिँ पैसा नदिकिन ड्याङ्कीडाङ उठाउँदा भइगयो नि, होइन? सम्झिनुहोस्, हरेक चिजमा जे चिजमा पनि हामीले दिनु र लिनु चाहिँ बराबरी चलेको हुनुपर्छ। एकदम यसको नातागोता चाहिँ यस्तो गाढा नातागोता हुन्छ नि दिने र लिनेको। त काम गर्यो भने केही पाइन्छ, नगरे केही पनि पाइँदैन। दियो भने केही पाइन्छ, नदिए त केही पाइँदैन, होइन त? त्यसले गर्दाखेरि आफूलाई चाहिएको छ भने दिन पनि नहिचकिचाउँ, लिन पनि नहिचकिचाउँ। दिने हो, लिने हो, होइन त? कसैले दियो भने र दिनेमा र कसैले दियो भनेमा अलिकति फरक छ है फेरि यसमा चाहिँ, है त? कसैले दियो भने लिने, फेरि त्यसलाई नदिने, त्यस्तो पनि हुन्छ मान्छेमा। अरूले चाहिँ दियो बिचारा, तर आफूले चाहिँ लियो तर नदिने, दिएकै छैन उसलाई चाहिँ दिने चेष्टै गर्दै गर्दैन। त्यस्तो चाहिँ अलिकति राम्रो व्यवहार होइन। राम्रो व्यवहार कुन हो? यदि तपाईँले नचाहँदा उसले दियो भने पनि उसलाई चाहिँ ओहो मैले नचाहँदा पनि यो मान्छेले दियो, यो मान्छे राम्रो रहेछ, अथवा राम्रो थिएन यो मान्छे तर उसले नचाहँदा नै मलाई दियो, खोइ के भएर दियो। यदि मन पर्दैन मान्छे भने पनि खोइ के भएर दियो, तपाईँले पनि दिनु पर्यो, त्यसलाई उत्तर दिनु पर्यो। अथवा चाहिँ के उसले दिएको छ तपाईँलाई त्यसकै सट्टामा तपाईँले दिनु पर्यो त्यसलाई पनि केही त। त्यसो गरियो भने चाहिँ के हुन्छ त भन्दाखेरि पाइन्छ, केही कुरो पाइन्छ, है त? अब लिने मात्रै दिने चाहिँ केही गर्नुहुन्न, खालि लिने मात्रै लिने मात्रै लिने मात्रै। त्यसमा चाहिँ के हुन्छ भने स्वार्थपना लुकेको हुन्छ। त्यो स्वार्थपनाले गर्दाखेरि चाहिँ काम गरे पनि त्यति साह्रो पाइँदैन। त्यो भएर गर्दाखेरि त्यो लेनदेनमा बाँधिनु भयो तपाईँ भने गर्दा धेरै राम्रो हुन्छ। बाँधिनु भएन भने त्यो लेनदेनमा त्यसको कुरो आउँदैन, त्यो बेग्लै हुन्छ। त्यसले गर्दाखेरि चाहिँ साथीहरू जस्तोलाई त्यस्तै मिलाएर उसले कमेन्ट्स फ्याँकेको छ, आफूले कमेन्ट्स रिप्लाई गर्न नभुल्नु होला। ढिलो भए पनि छिटो भए पनि जस्तो सुकै भए पनि कमेन्ट चाहिँ गर्नै पर्छ, अथवा रिप्लाई चाहिँ तपाईँहरूले दिनै पर्छ। त्यस्तो हो। यदि त्यसरी चल्नुभयो भने तपाईँमा एउटा योग्य बस्छ,
अरूले तपाईँलाई मन पराउनुहुन्छ र दिँदाखेरि कन्जुसाइ गरेर नदिनु होला। दिँदाखेरि कन्जुसाइ गरेर नदिनु होला। यसले दिन्छ कि दिँदैन, यसले खाना दिन्छ कि दिँदैन, यसले चाहिँ रिप्लाई गर्छ कि गर्दैन, त्यस्तो सोच नराख्नु होला। मान्छेले उसले रिप्लाई गर्यो भने गर्यो, गरेन भने गरेन। उसको भावना अथवा उसको काम अथवा उसको मनले कहाँसम्म भ्याउँछ अथवा कहाँसम्म के गर्छ उसले गर्छ। तर एक दिन चाहिँ गर्छ उसले, एक दिन न एक दिन त्यसले काम गर्छ। तुरुन्तै तपाईँले फल खोज्न थाल्नुभयो भने चाहिँ अलिक गाह्रो हुन्छ। त्यो हुनाले गर्दाखेरि फल रोपेको फल पनि 3 महिनासम्म त लाग्छ। तीन महिनासम्म तपाईँले प्रतीक्षा गर्नुभयो भने त्यसको फल अलिअलि देखिन थाल्नुहुन्छ। राम्रो फल्दैछ कि फल्दैन भनेर तपाईँले पहिचान पाउन थाल्नुहुन्छ। त्यसले गर्दाखेरि दिनुहोस् धेरै, सकिँदैन केही पनि दिएर। केही पनि सकिँदैन तपाईँको, मजाले दिने हो। पछि तपाईँले मजाले लिन पाउनुहुन्छ, त्यसको फल पाउनुहुन्छ मजाले। त्यसले गर्दाखेरि सुरुवात आफूबाट गर्नुपर्छ, अन्त्य पनि आफैबाट हुन्छ। यदि तपाईँ सुरुवात आफूबाट गर्नुहुन्न अनि अन्त्य अर्कैबाट हुन्छ, तपाईँले पाउनुहुन्न। त्यसले गर्दाखेरि जसले राम्रो काम गर्छ उसलाई हाई हाई हुन्छ। काम गरे के पाउँछ भन्दा हाई हाई पाउँछ, राम्रो नाम कमाइन्छ। नगर्दा के पाउँछ? बाई 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 सबै। जहीँ त्यही हो संसारमा, जहीँ त्यही हो। गऱ्यो भने राम्रो छ सबै थोक, गरेन भने केही पनि राम्रो छैन। बुझ्नुभयो नि? गर्नुहोस्, संसारमा जहीँ पनि हेर्छु म राम्रो छ। नगर्नुहोस्, तपाईँले केही पनि पाउनुहुन्न। देखेको छैन मैले बटङटङ पाएको केही पनि अहिलेसम्मको विचार गराइमा, अहिलेसम्मको भोगाइमा मैले देखेको छुइनँ कि सित्तैमा कामै नगरिकन मजाले महाजन भएको मान्छे नै देखेको छुइनँ। भने जस्तो कामै नगरिकन केही पनि पाएको देखेको छुइनँ। दुःख चाहिँ गर्नै पर्यो, काम चाहिँ गर्नै पर्यो। त्यसले गर्दाखेरि सङ्घर्ष नै जीवन हो भनेर भनिएको हुन्छ। त काम गऱ्यो भने चाहिँ केही कुरो चाहिँ टक 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 मिल्छ है। फेरि काम गरिएन भने अनि गरिएन अनि अर्काको आदर्श गरेर खोजियो भने चाहिँ अनि गाह्रो हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ अर्काको हेर्नुभन्दा अगाडि साथीहरू पहिलो कुरो बुझ्नु पर्यो तपाईँहरूले। अर्काको हेर्नुभन्दा, अर्कालाई चियो चासो गर्नुभन्दा, अर्काको पछि लाग्नुभन्दा, अर्काको कुरा सुन्नुभन्दा पहिला आफै मनन गर्नुहोस्। आफैले आफैलाई सोध्नुहोस्, त्यो मान्छेले यस्तो भन्दैछ, त्यो मान्छेले यता जाउँ भन्दैछ, त्यो मान्छेले यस्तो काम गरौँ भन्दैछ, के त त्यो सही हो? सही हो कि गलत? त्यो छुट्याउनुहोस् पहिला। तपाईँको यो ड्युटी नै हो। जीवनको पहिलो छुट्याउनु पर्ने ड्युटी तपाईँको त्यही हो। के छ यो सही हो कि यो गलत हो? त्यसरी छुट्याउनु पर्यो। गलत हो भने गलत भन्नु पर्यो, सही हो भने सही हुनु पर्यो। तपाईँले आफूले छुट्याएको, आफूले मनन गरेको, आफूले सोचेको दिमागले ठ्याक्कै त्यो भन्नु पर्यो कि होइन यो त ठिकै हो, होइन यो त ठिक होइन, त्यसरी भन्नु पर्यो। त्यसो गर्दा चाहिँ के हुन्छ भने आफ्नो दिमाग आफ्नो अडानमा रहन्छ। जुन तपाईँले सोचेको काम पुरा हुन्छ। आफ्नो अडानमा रहनु भनेको कङ्क्रिट डिसिसन, आफ्नो जुन आफूले सोचे भन्दा पनि बढी तपाईँले फाइदा पाउनुहुन्छ त्यहाँबाट। त्यो चाहिँ गऱ्यो भने केही पाउनुहुन्छ त्यहाँबाट। त्यसले गर्दाखेरि हावामा नलाग्नुहोस्। कोही मान्छेहरू हावामा लाग्छन्, अर्काको पछि लाग्छन्,
जहिले देख्छु म, जहीँ संसारमा जहीँ पनि देख्छु अर्काको पछि नलाग्ने मान्छे नै देख्दिनँ म। जहीँ पछि लागेको हुन्छ, अहो फल्नाले त गर्यो अरे, फल्नाले त राम्रो गर्दैछ अरे, अरे कता अरे, पर पर अरे, अरेको लैलैमा सब मान्छेहरू गुटुङ टुङ 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 कुदेको हुन्छन्। चाहे उसले जानुहोस् या नजानुहोस्, चाहे उसले सहयोग गरोस् या नगरोस्, चाहे उसले केही कुछ गरोस् या नगरोस्, तर मान्छेमा के भएको त्यस्तो जाइहाल्ने, गुटुङ टुङ जाइहाल्ने। त्यस्तो खालको प्रवृत्ति जो मान्छेले बोकेर हिँड्छ त्यो मान्छेको केही न केही अलिकति खच्केको हुन्छ। जो मान्छेले सङ्घर्ष गरेर आफ्नै छवि बिल्डअप गरेको हुन्छ, आफ्नै जीवन बनाएको हुन्छ, त्यो मान्छे सच्च कहीँ जाँदा पनि त्यो अभर पर्दैन। एकदम राम्रो भइरहेको हुन्छ उसलाई, जहिले राम्रो भएको देख्छु म। सुरुमा सङ्घर्ष पर्छ, मैले भनिहालेँ। राम्रो काम गर्नको लागि 2-3 महिना लागिहाल्छ, सङ्घर्ष नै हो, सङ्घर्ष गर्नुपर्छ अनि 2-3 महिना लागिहाल्छ। तर त्यस पछाडिको फल चाहिँ भनेको साह्रै मिठो हुन्छ है साथीहरू, कुरो बुझ्नुभयो नि। त्यस पछाडिको फल चाहिँ साह्रो मिठो हुन्छ। यहाँ धुपीको सेतो सेतो त्यस्तो हो साथीहरू। त्यसले गर्दाखेरि स्वच्छ हृदय भावना लिएर चाहिँ काम गर्नुपर्छ। मैले पनि भेटाएको छु 2-4 जना मान्छेहरू, स्वच्छ हृदय भावनाले काम गर्ने मान्छेहरू भेटाएको छु। तपाईँहरूलाई शुभकामना छ। अब अहिले भन्दिनँ म, पछि गएर भन्छु को मान्छे कस्तो, को मान्छे कस्तो। जे भए पनि मैले राम्रो राम्रो काम गर्ने मान्छेहरू भेटाएको छु है त। ल अब चाहिँ मैले यति भन्दै यो भ्लगलाई चाहिँ यिनै टुङ्ग्याउने कोसिस गरिरहेको छु। तपाईँहरूले नयाँ हुनुहुन्छ भने चट्टसँगले मिलाएर लाइक कमेन्टहरू छोडिदिनु होला, सब्सक्राइब गर्नु होला। पुरानो हुन्छ भने भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। तपाईँहरूलाई धेरै धेरै माया छ है। अब यहाँ टुङ 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 बनाइयो, झ्याल खोलियो। अब यो हिउँ एकछिन के साह्रो चाहिँ परेकै हो हिउँ के हो। अब 4-5 घन्टा पछाडि निक्लिँदा कस्तो भएको हुन्छ बाटोहरू थाहा छैन। पानी जमेर ल है साथीहरू, मैले चाहिँ राखेँ है फोन। ल बाई बाई साथीहरू।